साथी हो यहाँ देख्न सक्नुहुन्छ है यहाँ तपाईलाई यहाँनिर रानी पनि देखाउँदैछ लाइभ हेर्नुस् है यो चाहिँ पसिगयो नि भित्र पसिने यो चाहिँ पक्रिने कोसिस गरेको थिए भित्र पसि गयो हेर्नुस् गाइस है यो चाहिँ भर्खरै हुल छुटेर आएको मौरी हो है यसलाई चाहिँ हामीले सुपर च्याम्बर नभएर चाहिँ ब्रुट च्याम्बरै दिएको थियौं यसको मेन मदर बक्समा चाहिँ तर के भएछ भन्दाखेरि चाहिँ आजले 16 दिन टक्क्रकै भयो है 16 डेजमा चाहिँ मौरी के भएछ भन्दाखेरि चाहिँ हुल छुट्टिएछ गाइस है नयाँ रानी बनाएर पनि अहिले मैले तपाईलाई देखाइहाले यहाँनिर रानी भित्र पसि गयो है अर्को रानी बनाएर पनि यिनीहरु चाहिँ हुल छुट्टिएको रहेछ जस्तो छ मेबी मलाई जहाँसम्म लाग्छ यहाँ हेर्नुस् यो रानी हेर्नुस् यो जहाँसम्म यो नयाँ रानी नै हो तपाईहरुले देख्न सक्नुहुँदैछ यहाँनिर है यो नयाँ रानी जस्तै छ म पक्रिने कोसिस गर्छु है गाइस ल ए हो हेर्नुस् यो चाहिँ न्यू क्वीन हो है एकदमै कुमारी क्वीन हो र यो हुल छुट्टिएर यहाँ आएर बसेको छ तपाईहरुलाई थाहै छ जब पनि मौरी हुल छुट्टिएर बाहिर निस्किन्छ 100 मिटर देखि टाढो जाँदैन है सो यो यही पर छ घर यो तल घर हो त्यहाँबाट चाहिँ मौरी छुट्टिएर चाहिँ यहाँ आएर बसेको छ र यहाँ हाम्रो पंकज भाइले चाहिँ है पानी सानी छर्केर चाहिँ आज यहाँ एकदम मौरीलाई यहाँ बस्नु सक्षम बनायो नयाँ बक्सामा शिफ्ट गर्नेवाला छु हामीले यो बक्सालाई दुईटा बनाउने कोसिस गर्ने हाम्रो प्रयास थियो कि हामी दुईटा बनाउँछौं तर सेप्टेम्बर अक्टोबरमा बनाउने हाम्रो विचार थियो तर अहिले नै है यो डिभिजन भइहाल्यो आज 16 दिन हामीले त्यो जुन चाहिँ सुपर च्याम्बरको जग्गामा चाहिँ ब्रुट च्याम्बर चढाएको थियौं त्यो भिडियो तपाईले हेर्नु भएको छ भने डिस्क्रिप्सनमा म तपाईलाई दिनेछु है त्यहाँनिर गएर तपाईले हेर्न सक्नुहुन्छ है र यो रानीलाई यसरी राखिरहनु सारै उचित हुँदैन सो साथी हो म तपाईलाई यहाँ देखाउँदै थिए है मैले भर्खरै एउटा के भएको थियो भन्दाखेरि चाहिँ यहाँनिर हुल छुटिएर आएको मौरी हैन तपाईले अहिले अगाडि देखिहाल्नु भयो र एउटा क्वीन थियो है जसलाई चाहिँ मैले तपाईहरुलाई पक्रेर देखाए यो क्वीन केज भर्खरै मैले यहाँनिर लिएर आइरहेको छु क्वीन केज यहाँ है र यहाँ अर्को पनि क्वीन आएछ भाइले मैले यो क्वीन केज र क्वीनलाई पक्रेर क्वीन केजमा हाल्नु जाँदाखेरि भाइले फेरि एक हुल उडेर आयो भन्दै थियो तलबाट है र यही बसेको छ भन्दै थियो है र म्याक्सिमम 2 मिनेटको डिफरेन्स मतलब 2 मिनेट यहाँबाट मैले क्वीन निकाल्दाखेरि चाहिँ अर्को क्वीन फेरि ल्याएर आएछ मौरीले है यहाँ थुप्रै क्वीन बनाएको रहेछ अब त्यो बक्सा पनि खोलेर हेर्नुपर्ने हुन्छ अब चाहिँ किनभनेखेरि क्वीन यहाँनिर अर्को पनि अहिले भर्खरै देख्नु पाए है यहाँनिर दुईटा क्वीन छ एउटा त मैले क्वीन केजमा हालिसकेको छु तपाईले देखिरहनु भएको छ अर्को चाहिँ यहाँनिर घुमिरहेछ क्वीन म तपाईलाई त्यो पनि देखाउँछु है हेर्नुस् दुईटा एउटै गोलामा दुईटा क्वीन भयो अब है अब यसलाई चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ दुईटै क्वीनलाई चाहिँ हामी राख्नु हुँदैन है एउटा क्वीनलाई चाहिँ पक्रेर हामीले या त मार्नु पर्ने हुन्छ हैन या त मार्नु पर्ने हुन्छ या त जुन चाहिँ कलोनीमा हैन त्यो त भाले हो जुन चाहिँ कलोनीमा एकदमै बुढी मौ छ क्वीन है त्यसलाई क्वीनलेस बनाएर हामी दिन पनि सक्छौं र यदि कसैलाई तपाईहरुले यो भिडियो हेर्दै हुनुहुन्छ भने कसैलाई पनि इमर्जेन्सी क्वीन चाहिएको छ भने तपाईहरुले मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ किनभने मसँग अहिले फिलहाल चाहिँ दुईटा क्वीन छ र बर्खाको रेनीको सिजनले गर्दाखेरि चाहिँ म यो गोलालाई चाहिँ एउटै बनाउँछु दुईटा बनाउँदिन किनभने दुईटा बनायो भने अब रेनी सिजन छ त्यसले गर्दाखेरि एकदमै अब उयो हुन सक्छ है कमजोर कलोनी हुन सक्छ हुन त स्ट्रङ छ कलोनी यो एकदमै यतिको त स्ट्रङ नै हो है र पनि म यसलाई चाहिँ एउटै बनाउँछु है र पहिला चाहिँ अब यहाँबाट हामी के गर्ने छौं क्वीन है क्वीन छान्ने छौं हेर्ने छौं र भिडियो अन्तसम्म हेर्नु होला सो गाइस तपाईहरुले यहाँ देखिरहनु भएको छ है र मैले तपाईहरुलाई कोसिस गर्दै थिए कि यहाँनिर त्यो अर्को जुन चाहिँ क्वीन फेरि दुबारा अर्को क्वीन एउटा हुल आएको थियो त्यो हुल पनि यही मिसिएकोले गर्दाखेरि चाहिँ त्यो क्वीन देखाउने प्रयास म तपाईहरुलाई गर्दै थिए तर यो हुल भित्र पसेकोले गर्दाखेरि चाहिँ क्वीन बाहिर निस्केको छैन है त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ एउटा क्वीन चाहिँ यहाँ तपाईहरुले देखिरहनु भएको छ भाइको हातमा छ है हामीले रेस्क्यु गरिरहेको छौं यहाँनिर हो
यसमा मैले 2-3 कर्मी मौरी पनि नर्स बी पनि हालिदिएको छु जसले चाहिँ टेक केयर गर्छ क्विनलाई है। र अब चाहिँ हामी ज्यादा समय लिदिनौँ, यसलाई हामी यहाँ बक्सा एउटा सानो बक्सा लिएर आएको छु है, जो चाहिँ मैले डिभिजनहरू हुँदाखेरि एकदम कमजोर कलोनीलाई चाहिँ राख्नुको लागि। र पहिला चाहिँ यही बक्सामा मैले चाहिँ के गर्थेँ, मौरीहरू ल्याउने गर्थेँ पक्रेर है। सो पुरानो बक्सा हो मेरो। सो आज चाहिँ म यसलाई त्यसमा हाल्ने छु पहिला चाहिँ। र यहाँ काठ झार्नु आँटेको छ हेर्नु नि एउटाले कस्तो। So hello everyone, welcome back to my YouTube channel Darjeeling Beekeeping and Facebook page. So guys, तपाईलाई थाहै छ है, मेरो च्यानलमा खालि एपिसेरेना इन्डिका मौरी सम्बन्धित मात्रै तपाईले भिडियो पाउनुहुन्छ। र मैले तपाईलाई अगुवाई बताइसकेको छु कि यो अगाडि मेरो है तपाईले देखिरहनु भएको छ यहाँ हुल छुटेर आएको मौरी। सो अब चाहिँ यसलाई हामी बक्सामा हाल्ने प्रक्रिया गर्छौं। सो गाइज भिडियो पुरा हेर्नु होला है, लाइक शेयर एन्ड कमेन्ट चाहिँ गर्नु नबिर्सिनु होला। किप वाचिङ द भिडियो। यो बक्सा चाहिँ हामी यसमा लाउँदैछौँ यो बक्सामा है। यो चाहिँ मेरो पहिलाको भिडियोमा तपाईहरुले देख्नु भएको होला, यो चाहिँ मैले मौरी पक्रेर ल्याउने नै बनाएको थिएँ है। र यसलाई चाहिँ अब म हल्का सनी यहाँ अलिकति चिलिहाल्यो, मलाई अलिकति भेनम त छोडेको छ, तर अब त्यस्तो त गर्दैन होला जहाँसम्म मलाई लाग्छ है, नचिन्नु पर्ने मलाई। किनभने अब यो मौरी चाहिँ यहाँ रहेछ क्विन एउटा, यो भित्र चाहिँ क्विन छ गाइस, मैले हातमै देखेँ क्विन। यहाँ देख त भाइ क्लोजली, यहाँ चाहिँ एउटा क्विन छ है। र यसलाई चाहिँ मैले बिस्तारै यहाँ हेर्नुहोस् क्विन बिस्तारै यहाँ हालिदिएँ है, यहाँ हालिदिएँ। अब यो क्विन भएकोले गर्दा चाहिँ यसलाई म छोपिहाल्छु, सकियो भने यसलाई म पक्रिन्छु पनि है क्विन। यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस्, यो अर्को क्विन हो है, एउटा क्विन पक्रे त्यहाँ, यो अर्को क्विन छ। अब कतिवटा क्विन छ यहाँनिर हेर्नुपर्छ। त्यसमा हाल्छु गाइज है, यो देखो है। र यो क्विनलाई पनि म यहाँनिर यसरी लगाउँदैछु, देख्नुभयो है। यो पनि योसँग दुईटा भयो, यसलाई पनि अलिकति मौरी नै हालिदिउँ। एक दुईवटा नर्स बी चाहिँ हामीले एक दुईवटा हालिदिनै पर्ने हुन्छ यहाँ है। ल यो दुईटा भयो है, यसरी फिलहाल चाहिँ लगाइदिँदैछु म। खाली फ्रेम छ अहिले चाहिँ फिलहाल है। फिलहाल चाहिँ म अहिले तपाईहरुलाई यहाँ खाली फ्रेममै लाउँदैछु, किनभने यहाँ क्विन अलिक छ गाइज है, त्यसले गर्दाखेरि अझै अरू पनि हुनसक्छ क्विन भनेर चाहिँ म तपाईहरुलाई बारीकीसँगले देखाउने प्रयास चाहिँ म गर्दैछु। अब चाहिँ यसलाई म यहाँनिर राख्छु ताकि मौरी आफै यसमा पस्न सकोस्। कुनको गन्ध पाउँदो आएछ नि। सो गाइस, यहाँ तपाईले देखिरहनु भएको छ है, जब क्विन मैले दुईटालाई रेस्क्यु गरिसकेँ है, उसको बादमा केही कर्मी मौरीहरूलाई मैले भित्र हालिदिएको थिएँ। उसको बादमा तपाईले यहाँ देख्न सक्नुहुँदैछ मजाले एन्ट्रेन्सबाट भित्रको तर्फ मौरी गइरहेको छ, जति पनि बाहिर रहेको मौरी है। र यसरी नै आफै पस्नु दियो भने चाहिँ एकदमै मौरीहरूलाई इन्जोर्ड कम हुन्छ, त्यसले गर्दाखेरि चाहिँ आफूलाई पनि चिन्ने सम्भावना कम्ती हुन्छ है। र मौरी पनि मर्ने सम्भावना एकदमै कम्ती, किनभने हामीले हातले पक्रिँदा कपडाले तान्दा सोर्दाखेरि चाहिँ धेरै कर्मी मौरीहरू मर्ने गर्छ। सो थोरै है कर्मी मौरीहरू लगाएर चाहिँ
यसरी क्विन र कर्मी मौरीहरूलाई थोरै लगाएर हामीले यसरी बक्साहरूलाई सेट गर्नु सक्यौँ भने चाहिँ मौरी आफै पस्छ है। र आफै पस्दाखेरि चाहिँ अलिकति समय त्यही लाग्छ, तर मौरी चाहिँ एकदमै सुरक्षित भित्र पस्न जान सक्छ है। र अहिले एकदम बर्खाको सिजन पनि छ र पनि मौरी एकदमै स्ट्रङ मौरी छुटिएको छ। यो खासमा 2 गोला मौरी हो। 2 गोला मौरी 2टा क्विन थियो यहाँनिर है। तर मैले चाहिँ अब 2टा क्विनलाई अलग अलग बनाएर चाहिँ यसलाई एउटै गोला बनाउने निर्णय लिए है।